पर्दकोटको प्रतिभा, निर्माण सिंहबाई, रामनारायण मिश्र, योगेन्द्रमान सिंह। हामी बिपी सङ्ग्रहालयको मुख्य भवनमा रहेका छौँ र अब यहाँनिर सङ्ग्रहालयभित्र रहेको दृश्य यहाँलाई देखाउँछौँ। 2007 सालमा प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो मन्त्रीमण्डलमा सहभागी मोहन शमशेर बिपी कोइराला सहितको यो तस्बिर हामीले यहाँ बिपी सङ्ग्रहालयमा हेरेको थियौँ। बिपी कोइरालाले प्रयोग गर्नुभएको यो फाउन्टेन पेन पनि यहाँ रहेको छ र यो सूर्यप्रसाद उपाध्यायले प्रयोग गर्नु भनेको यो कोठा, यो यहाँलाई देखाउँछु। यो कोठा अहिले चाहिँ खाली प्राय रहेको छ र यहाँ चाहिँ राजा त्रिभुवन, युवराज महेन्द्र, जननायक बिपी कोइरालाले प्रयोग गर्नुभएको कोठा चाहिँ